यदि तपाईँ पनि युके मास्टर पढ्नको लागि स्टुडेन्ट भिजामा र सँगसँगै डिपेन्डेन्ट लिएर जाने प्लानिङ गर्दै हुनुहुन्छ, यदि त्यसको तपाईँले सोच्नु भएको छ र पैसा कति लाग्छ, कसरी जान सकिन्छ, वहाँ गइसकेपछि के कस्तो प्रोसेस हुन्छ, नेपालबाटै प्रोसेस स्टार्टिङ भइसकेपछि वहाँ गएर कसरी सेटल हुने, डिपेन्डेन्ट लग्दाखेरि कति खर्च लाग्छ, डिपेन्डेन्ट लैसकेपछि आफूले काम गर्न पाइन्छ कि पाइँदैन, डिपेन्डेन्ट लगेको मान्छेले कति काम गर्न पाउँछ, यथावत नेपालदेखि युकेसम्मका सम्पूर्ण यात्राहरू र भोगाईहरू यदि तपाईँ जान्न चाहनुहुन्छ, तपाईँलाई बुझ्न मन छ भने आजको यस भिडियोमा तपाईँले ती सम्पूर्ण जानकारीहरू पाउनेवाला हुनुहुन्छ। त्यो जानकारी मैले दिनेवाला छैन। हाल युकेमा बसोबास गर्दै राख्नुभएका हाम्रा एकजना साथी हुनुहुन्छ, एकजना मित्र हुनुहुन्छ, जो आजभन्दा 2 वर्ष अगाडि नेपालबाट युके मास्टर्स गर्नको लागि विथ डिपेन्डेन्ट जानुभयो र अहिले भर्खरै मात्र युके को मास्टर्स सकेर पिएसडब्ल्यू लिएर बस्नु भएको छ। उहाँसँग हामीले बुझ्नेवाला छौँ कति खर्च लाग्छ, के कस्तो प्रोसेस रहन्छ र डिपेन्डेन्ट लग्दाखेरि सजिलो हुन्छ कि एक्लै जानको लागि सजिलो हुन्छ, वहाँ गएपछि कति पैसा कमाउन सकिन्छ, रुमदेखि लिएर स्टडीदेखि लिएर कामदेखि लिएर पिएसडब्ल्यू का प्रोसेसहरूदेखि लिएर के कस्तो खर्च हुन्छ, सम्पूर्ण कुराकानीहरू अर्थात् युके मास्टर भिजामा जानको लागि विथ डिपेन्डेन्ट एदेखि जेडसम्म कदेखि गेसम्म सम्पूर्ण कुराकानीहरू आजको यस भिडियोमा तपाईँले जानकारी पाउनेवाला हुनुहुन्छ। तपाईँहरू सम्पूर्णलाई स्वागत छ स्यान्डी टक्स कोरियामा। यदि सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब गरेर मात्र अगाडि बढ्नु होला, नभए तपाईँको युकेको भिजा लाग्दै लाग्दैन। सो अब कति पनि ढिल नगरिकन हाम्रा आजका गेस्टलाई इन्भाइट गर्न चाहन्छु तपाईँहरूको माझमा। र मेरो साथमा हुनुहुन्छ मिस्टर प्रकाश सुवेदी। नेपाल गएर उहाँको कपिलवस्तु, तर हालको अहिले स्थायी बसोबास चाहिँ स्थायी भन्नु पर्दाखेरिमा पनि अस्थायी बसोबास चाहिँ हाम्रो युके रहेको छ। अब युके लन्डन हो कि कहाँ हो त्यो अब आफै सुनौला है त। ल साथीहरू सुरुवात गरौँ। प्रकाश सर, तपाईँलाई स्वागत छ आजको हाम्रो सेसनमा। ओके, थ्याङ्क यू सो मच सन्दीपजी। फर्स्ट अफ अल मेरो इन्ट्रोडक्सन दिइसक्नु भएको छ सन्दीपजीले। सो माइसेल्फ प्रकाश सुवेदी। सो करेन्टली म चाहिँ अहिले युकेको ब्राडफर्ड भन्ने सिटीमा छु, जुन इङ्ल्यान्डमा पर्छ। अभियसली युके भन्दा बित्तिकै मान्छेले लन्डन सोध्छन्, सो म लन्डनदेखि एकदमै टाढा ब्राडफर्डमा छु। सो करेन्टली जुन 2023मा चाहिँ म यो कन्ट्रीमा चाहिँ ल्यान्ड भएको थिएँ। अनि आफ्नो मास्टर्स सकेर चाहिँ अहिले म करेक्टली पिएसडब्ल्यू भिजाको लागि तयारी गर्दैछु। सो 2 इयर्सको मास्टर्स थियो मेरो। नर्मली यहाँ चाहिँ सजिलो के हुन्छ, युकेमा 1 इयर मास्टर्स हुने गर्छ। सो मैले चाहिँ 1 इयर एक्स्ट्रा एज अ प्रोफेसनल एक्सपिरियन्स लाइक प्लेसमेन्ट इयर पनि थियो मेरो। सो त्यही कारणले गर्दाखेरि 2 इयर्स भएको थियो। सो नर्मली 1 इयर्स मास्टर्स पनि यहाँ गर्ने गर्छन्। सो ओभर टु यु। सो वाट यु वान नो? ओके, थ्याङ्क यू सो मच प्रकाश सर। अब सुरुवात गरौँ। जतिजना साथीहरूले पनि हेर्दै हुनुहुन्छ उहाँलाई जान्न मन छ कि नेपालबाट युके कसरी पुग्न सकिन्छ, र एकदमै छोटो छोटो मैले तपाईँलाई क्वेसन सोध्छु। यो तपाईँको यो ऱ्यापिड फायर राउन्ड जस्तो हुन्छ नि, मैले प्रश्न सोध्नेवाला छु, मसँग केही प्रश्नहरू छन्, विभिन्न साथीहरूका जिज्ञासाका प्रश्नहरू छन्, त्यसको तपाईँले जवाब दिनु होला। पहिलो प्रश्न त ओके। सोध्न चाहन्छु म, सबैले जान्ने क्वेसन है, सबैलाई युके जाने भन्दा बित्तिकै दिमागमा आउने प्रश्न, युके एक्लै जाँदा फेरि ठिक कि दुईजना भएर जाँदाखेरि? तपाईँ त श्रीमती लिएर जानु भएको छ होइन, कसैका छैनन् हजुर। होला होइन। हजुर। उहाँलाई चाहिँ तपाईँले के सजेस्ट गर्नुहुन्छ, इन्डिभिजुअल जान ठिक कि विथ डिपेन्डेन्ट जानको लागि ठिक छ युके? इट डिपेन्ड्स, लाइक तपाईँसँग अब कुनै डिपेन्डेन्ट हुनुहुन्छ भने तपाईँले ट्राई गर्नु डिपेन्डेन्ट लिएर आउनलाई। इफ तपाईँसँग डिपेन्डेन्ट छँदै छैन र तपाईँको त्यो एज क्याटेगोरी पुगेको छैन भने अभियसली तपाईँले ल्याउन सक्नुहुन्न। सो क्वेसन दुईवटा छ यसमा, डिपेन्डेन्ट ल्याउँदा फाइदा कि सिङ्गल आउँदा। सो फर्स्ट थिङ इज ब्याचलर्समा चाहिँ कसैले पनि हामीले डिपेन्डेन्ट ल्याउन मिल्दैन। सो ब्याचलर्समा अभियसली तपाईँ सिङ्गल आउनुपर्छ। र नेक्स्ट कुरा मास्टर्समा रह्यो। अहिले हाल मास्टर्समा चाहिँ तपाईँले कुनै पनि डिपेन्डेन्ट ल्याउन सक्नुहुन्न, इज बिकज ड्यु टु द चेन्जेस इन द लज। सो तपाईँले चाहिँ कसरी ल्याउन सक्नुहुन्छ, मास्टर्स बाई रिसर्च प्रोग्राममा चाहिँ डिपेन्डेन्ट ल्याउन सक्नुहुन्छ। र नेक्स्ट तपाईँले पिएचडी प्रोग्राम गर्नु आउनु भएको छ भने तपाईँले त्यति बेला डिपेन्डेन्ट ल्याउन सक्नुहुन्छ। अभियसली डिपेन्डेन्ट ल्याउँदाखेरि चाहिँ तपाईँलाई एकदमै फाइदा हुन्छ, बिकज एकजनाले चाहिँ फुल टाइम काम गर्नुहुन्छ र तपाईँले आफ्नो पढाइमा चाहिँ एकदम ध्यान दिन सक्नुहुन्छ। र तपाईँको पार्ट टाइमले चाहिँ तपाईँको यहाँको एक्सपेन्सेस, लिभिङ एक्सपेन्सेस चाहिँ तपाईँले जुटाउन सक्नुहुन्छ। सो अभियसली डिपेन्डेन्ट ल्याउँदा चाहिँ फाइदा हुन्छ। तर कोही पनि मास्टर्स गर्नलाई सिङ्गल आउँदै हुन्छ भने त्यसमा पनि केही गाह्रो छैन। विदिन 1 इयर्स तपाईँले मास्टर्स लिनुभयो भने, 2 इयर्स नलिनु होला। इफ सिङ्गल आउँदै हुन्छ भने 1 इयर्स लिनु। 1 इयर्समा तपाईँले आफ्नो कोर्स कम्प्लिट गर्नुहुन्छ र त्यसपछि तपाईँले बाँकीको टाइम तपाईँलाई फुल टाइम काम गर्नलाई 2 इयर्स तपाईँसँग हुन्छ। त्यही दौरान चाहिँ तपाईँले अरू कुराहरूमा चाहिँ फोकस गर्न सक्नुहुन्छ। सो अभियसली देयर देयर डिफ्रेन्ट दिस थिङ्स आर देयर। सो तपाईँसँग डिपेन्डेन्ट छ भने तपाईँले डिपेन्डेन्ट ल्याउने ट्राई गर्नु। इफ छैन भने चाहिँ तपाईँ सिङ्गल आउनु। सिङ्गल आउँदाखेरि 1 इयर्स कोर्समा आउनु। र ब्याचलर गर्नुहुन्छ भने तपाईँलाई अभियसली तपाईँ सिङ्गलै आउनु पर्ने हुन्छ। ओके, द्याट्स ग्रेट। ल
हाम्रो दोस्रो प्रश्न रहेको छ, इन्डिभिजुअल जाँदाखेरि युके, तपाईँसँग इन्फर्मेसन, तपाईँसँग हामी मास्टर्सको बारेमा कुराकानी गर्छौँ है। ओके। मास्टर्समा कुनै पनि मान्छे 1 वर्षको लागि आउँछ भने उसको खर्च कति लाग्छ, र उसले ओके। विथ डिपेन्डेन्ट जस्तै तपाईँ आफ्नो स्पाउससँग जानुभएको छ, उहाँलाई लिएर तपाईँ जानुभयो भने चाहिँ तपाईँको खर्च चाहिँ कति लाग्छ बताइदिनु होला। अ, यो खर्चको कुरा चाहिँ डिपेन्ड गर्छ तपाईँको युनिभर्सिटी कुन हो होइन। मैले के भन्छु, म जसरी आएँ, मेन इन्टेन्सन मेरो के थियो, यो कन्ट्रीभित्र छिर्नको लागि। सो अभियसली यो कन्ट्रीभित्र तपाईँलाई छिर्नु नै छ भने तपाईँलाई हाई लेभलको हाई युनिभर्सिटी अथवा हाई फिज भएको युनिभर्सिटी नहेर्दा हुन्छ। सबसे खर्च कम जुनको युनिभर्सिटीको जसको ट्युसन फिज लो छ त्यो युनिभर्सिटी चुज गर्नुहोस्। लाइक मेरो कति थियो, म आउँदाखेरि म 2 इयर्सको प्रोग्राममा आएको थिएँ, जुन £14,400 मैले पे गरेको थिएँ। अब त्यो पे गरेर मैले 2 इयर्सको मास्टर्स डिग्री पाएँ, र त्यही 15,000 पे गरेर मान्छेले 1 इयर्सको कोर्स लिएर आइरहेको। सो द्याट मिन्स तपाईँले युनिभर्सिटी चुज गर्नेमा डिफर पर्छ। सो तपाईँले जुन युनिभर्सिटी चुज गर्छ त्यो बेसिसमा तपाईँको ट्युसन फिससित एड गर्दाखेरि तपाईँको एक्सपेन्सेस बढ्न जान्छ। सो एराउन्ड तपाईँले मान्नुहोस्, इफ तपाईँको फिस 15,000 पनि छ भने तपाईँको 15,000 फिस भयो, त्यसमा तपाईँले 50% पे गर्नुहुन्छ या तपाईँले फुल पे गर्नुहुन्छ, त्यो तपाईँमा डिपेन्ड गर्छ। इफ तपाईँले 50% पे गर्नुभयो भने द्याट मिन्स 7,500 तपाईँले पे गर्नुहुन्छ। बाँकी तपाईँको रह्यो यहाँको इमिग्रेसन हेल्थ सर्च भनेको तपाईँको हेल्थ इन्सुरेन्स हुन्छ, त्यो गर्नुपर्ने हुन्छ। जति इयर्स तपाईँ यहाँ बस्न आउनुभएको छ त्यति इयर्सको तपाईँले, सिर्फ 1 इयर्सको तपाईँ आउनुभएको छ भने तपाईँले 1 इयर्सको इमिग्रेसन हेल्थ चार्जेस लाइक सेम हुन्छ स्टुडेन्ट र डिपेन्डेन्टको। त्यसपछि तपाईँको भिजा एप्लिकेसन फिज हुन्छ, र त्यसपछि तपाईँको नर्मल फ्लाइट टिकट अनि सपिङहरू हुन्छ। सो ओभरअल तपाईँले हेर्दाखेरि तपाईँ भन्न सक्नुहुन्छ लाइक नेपाली 25 to 30 लाख्समा तपाईँले चाहिँ आफ्नो भिजा एप्लिकेसन प्रोसेस सबै गर्न सक्नुहुन्छ। तर तपाईँले कसरी एक्सपेन्सेसलाई मिलाउँछ त्यसमा पनि भर पर्छ। इफ धेरै ओके, एक्सपेन्स गर्न चाहन्छ भने त्यो तपाईँको इच्छा छ। सो अभियसली 25 to 30 लाख्समा तपाईँको सबै काम हुन्छ। यो 25 to 30 लाख्स भनेको इन्डिभिजुअली एक्लै आउँदाको खर्च हो कि विथ स्पाउस आउँदाको खर्च हो प्रकाश सर? स्पाउसमा तपाईँको धेरै खासै खर्च केही पनि हुँदैन। स्पाउसलाई तपाईँको बस एउटा त्यही हेल्थ इन्सुरेन्स र भिजा एप्लिकेसन फी मात्र हुन्छ। सो त्यो तपाईँको भन्दाखेरि अलमोस्ट 1.6 लाख नेपाली रुपिजमा। अनि भिजा एप्लिकेसन फी तपाईँको डिपेन्ड गर्छ, £800 भनेको अलमोस्ट तपाईँको लाइक क्यालकुलेसनमा म अलिकति विक छु। सो एराउन्ड मान्नुहोस् 1.2 लाख तपाईँको उसमा जान्छ भिजा एप्लिकेसन फी। भिजा सो टु एप्लिकेसन, थ्री ल्याक्स मात्रै डिफ्रेन्स हुन्छ मानौ, बाँकी फ्लाइट द्याट टिकट या। मिन द्याट मिन्स फ्लाइट टिकट, भिजा एप्लिकेसन, इन्सुरेन्स एज वेल एज सपिङ गर्ने भने इन्डिभिजुअल जानु र त्यसमा 5 लाख थपियो भने चाहिँ आफ्नो या स्पाउसलाई पनि युके लग्न सकिन्छ एक्ज्याक्टली। एज अ नर्मल या क्यालकुलेसन एक्ज्याक्ट होइन? या नर्मल क्यालकुलेसन, यो नर्मल। मेन तपाईँको बजेटमा तपाईँको ठुलो रोल प्ले गर्ने भनेको तपाईँको युनिभर्सिटिजको फीले हो। सो ओके, युनिभर्सिटिजको फी जति छ त्यो अनुसार तपाईँको बजेट छुटाउनु पर्ने हुन्छ। लेटेस्ट सपोज युनिभर्सिटीको फी 20 लाख रुपियाँ छ भने त्यसभन्दा बढी 0.05 लाख रुपियाँ एड गरियो भने चाहिँ युकेको खर्च सकियो, जाने खर्च होइन प्रकाश? या सिङ्गलको लागि त्यही नै हुन्छ। ओके, द्याट्स ग्रेट। द्याट मिन्स या या मलाई पनि अब युके जानु पर्यो भने चाहिँ जम्मा 20 लाख रुपियाँमा मैले नेपालमा बिहे गर्छु होइन? या 20 लाख रुपियाँमा सकेँ भने अनि त्यसमा 5 लाख रुपियाँ थपेर बुढीलाई पनि थपेर लिएर जान्छु। अनि उहाँ या एक्ज्याक्टली। पुगिसकेपछि चाहिँ जस्तै स्टार्टिङमा छोटकरीमा चाहिँ प्रोसेस के कस्तो हुन्छ? तपाईँ आफ्नो क्लासेसहरूमा जानुहुन्छ अनि तपाईँले चाहिँ लाइक द विकली कति आवर काम गर्न पाउनुहुन्छ? किनकि मलाई लाग्छ युकेको रुल चाहिँ अलिकति टाइट छ, क्यास कामहरूको के कस्तो छ होइन? यसमा 3-4वटा प्रश्नहरू जोडेको छु, छोटकरीमा सबैलाई मिलाएर भन्नु होला। र वाइफलाई चाहिँ जस्तै तपाईँले चाहिँ स्पाउस लिएर जानु भएको छ, उहाँको काम गर्नको लागि कुनै डकुमेन्टेसनहरू गर्नुपर्छ कि डिरेक्टली कामहरू खोज्नुपर्ने हुन्छ, यसलाई चाहिँ बताइदिनु होला प्रकाश सर। ओके। फर्स्ट अफ अल तपाईँ यहाँ जब आउनुहुन्छ, तपाईँ ल्यान्ड हुन्छ, इमिग्रेसन तपाईँको क्रस हुन्छ होइन। इमिग्रेसनमा केही क्वेसन्सहरू हुन्छ, त्यसको बारेमा बरु आज टाइम नभए पनि पछि कुरा गरौँला। सो ओके, मेनली तपाईँ यहाँ आइसकेपछि फर्स्ट अफ अल तपाईँ आफ्नो एकोमोडेसन छ भने त्यहीँ जानुहोस् होइन, गएर आफ्नो सबै फ्रेस हुनुहोस्, रेडी हुनुहोस्। अनि त्यसपछि मेनली फर्स्ट थिङ इज लाइक यु हेभ टु कलेक्ट, पहिला हामी आउँदाखेरि यु हेभ टु कलेक्ट यो बिआरपी एउटा कार्ड हुन्छ, बायोमेट्रिक, जुन हामीले बायोमेट्रिक गर्छौँ काठमाडौँमा, त्यसको एउटा कार्ड हुन्छ, त्यो चाहिँ हामीले रिसिभ गर्थ्यौँ पहिला। अहिले चाहिँ तपाईँको ई भिजा भएको छ, सबै इन्टरनेटमा अनलाइन भिजा भयो। सो अनलाइनमै तपाईँको सबै कोडहरू हुन्छ, सेयर कोड भन्ने भनिन्छ यहाँ चाहिँ। सो सेयर कोड बिना चाहिँ तपाईँले कुनै पनि कामहरू गर्न सक्नुहुन्छ। सो त्यो भइसकेपछि तपाईँले नेसनल इन्सुरेन्स पाउनुहुन्छ। नेसनल इन्सुरेन्स इज लाइक तपाईँको यो ट्याक्सको लागि जुन हामीले ट्याक्स पे गर्छौँ नि त्यसको लागि चाहिँ नेसनल इन्सुरेन्स युज हुन्छ। सो नेसनल इन्सुरेन्स तपाईँले
यहाँ पाइसकेपछि त्यसपछि तपाईँले चाहिँ जबहरू एप्लाई गर्न सक्नुहुन्छ। एज अ स्टुडेन्ट तपाईँले चाहिँ पार्ट टाइम जब गर्न पाउनुहुन्छ, लाइक 20 आवर्स पर विक, 80 आवर्स पर मन्थ। अनि नेक्स्ट डिपेन्डेन्ट र डिपेन्डेन्टलाई अनलिमिटेड टाइम छ, तपाईँ फुल टाइम 50 आवर्स 60 आवर्स जति गर्न सक्नुहुन्छ इन ए विक तपाईँ गर्न सक्नुहुन्छ। र नेक्स्ट डिपेन्डेन्टलाई त्यस्तो कुनै पनि गर्नु पर्दैन, त्यही सेयर कोड र एनआई नेसनल इन्सुरेन्स यो दुइटा कुरो हुनुपर्छ, त्यसपछि तपाईँको ब्याङ्क एकाउन्ट हुनुपर्ने हुन्छ जुनमा तपाईँको पैसा हुन्छ। अनि म क्यासको कुरा चाहिँ यहाँ गर्दिनँ किनकि म आफै पनि क्यासको काम गरेको छैन आजसम्म, सो यसको बारेमा मलाई कुनै पनि आइडिया होइन। यो यहाँ चाहिँ इलिगल भन्छ, सो अभियसली कसैले गर्नुहुन्छ, मलाई एक्ज्याक्टली त्यसको बारेमा इन्फर्मेसन छैन। बाँकी म जुन रियल इन्कम ट्याक्सेबल इन्कम हुन्छ त्यो चाहिँ त मैले तपाईँको लागि त्यसको लागि नेसनल इन्सुरेन्स एकदम कम्पलसरी हुन्छ, सेयर कोड हुन्छ, त्यो तपाईँले एम्प्लोयरलाई दिनुहुन्छ, एम्प्लोयरले तपाईँलाई त्यसपछि चाहिँ तपाईँको प्रोसेसिङ चाहिँ अगाडि बढाउँछ। ओके, द्याट्स ग्रेट। द्याट मिन्स स्पाउस लानको लागि पनि सजिलो, तपाईँको लागि चाहिँ 20 आवर्स अ विक अनि महिनाको 80 आवर्स तपाईँले काम गर्न पाउनुहुन्छ लिगल्ली। अब या क्यास काम या गर्ने त्यो अब सेकेन्डरी पाटो भयो, सिचुएसन या त्यो अनुसारले त्यो सेकेन्डरी आफ्नो बाटो, आफ्नो या बाटो त्यो भइहाल्यो। आफ्नो इच्छा हो। ओके, या एन्ड देन आफूसँग लगेको स्पाउसले चाहिँ अनलिमिटेड आफूले कति सक्न पायो त्यति चाहिँ काम गर्न सक्छ, होइन? या एक्ज्याक्टली या। ओके, द्याट्स ग्रेट। नेक्स्ट क्वेसन रहेको छ, पे रेट चाहिँ कस्तो छ यसलाई चाहिँ तपाईँले अब फेरि तपाईँ ठुला बडा मान्छे युकेका मान्छे अब पाउन्डमा कुराकानी गर्नु होला है, बट अब या हामी जस्ता मान्छेले अब नेपाली करेन्सीमा भन्नुपर्छ, तसर्थ शुद्ध भाषामा नेपालीमा हाम्रो पे रेटहरू चाहिँ के कस्तो हुन्छ युकेमा? जस्तै काम हेरिकन हुन्छ कि होइन, जस्ट या नर्मल्ली हुन्छ? त्यसको बारेमा चाहिँ थोरै बताइदिनु होला पे रेटको बारेमा। अब आजको 2025 अप्रिलबाट चाहिँ तपाईँको पे रेट चेन्ज हुन्छ हरेक इयर। लगभग हामी आयोदेखि चाहिँ यो थर्ड इयर रनिङ हुन्छ। अब थर्ड इयर रनिङमा चाहिँ हाम्रो तिनचोटि चाहिँ अब पे रेट चेन्ज हुन्छ। सो नेक्स्ट इयर आई डोन्ट नो होइन। सो यो इयर पनि तपाईँको पे रेटहरू चेन्ज हुनेछ। सो करेन्टली अहिले चाहिँ हामीले 1144 पाउन्ड पाउँछौँ र अहिलेको हिसाबमा हेर्दाखेरि 1 पाउन्ड बराबर 180 रुपिज नेपाली भइरहेको छ। भनेपछि तपाईँको 2000 बराबर चाहिँ तपाईँले आवरली रेट पाउँछ। सो यो हेर्दाखेरि धेरै ठुलो रकम लाग्छ होइन, लाइक 1 आवर्समा चाहिँ 2000 के 2K तपाईँले कमाउनुहुन्छ भने। बट द थिङ इज लाइक एक्सपेन्सेस पनि यहाँ छ। सो यहाँको अहिले मिनिमम वेज चाहिँ तपाईँको 1144 छ, जुन तपाईँको अहिले अप्रिल 2025बाट चाहिँ 1221 हुन्छ अब। ओके, द्याट मिन्स 1221 को मैले क्यालकुलेसन गर्छु है त, 12.21 इन्टु पाउन्ड कति 180 कति भन्नुभयो प्रकाश? या अहिले चाहिँ 180 छ। सो अब यो घटबढ गरेर लगभग तपाईँले ओके एभरेजमा 175 लिन सक्छ, त्यसभन्दा तल जान्न अब फेरि ओके, द्याट पाउन्ड। मिन्स एराउन्डमा चाहिँ 1 आवर काम गर्दा बित्तिकै चाहिँ हामीले 2000 रुपियाँ नेपाली चाहिँ कमाउन सकिँदो रहेछ, होइन? या डिपेन्ड्स अन अनि द पे रेट या। ओके, 2000 इन्टु 80 गरियो भने द्याट मिन्स एउटा स्टुडेन्टले जस्तै आफू मात्र गयो भने स्पाउससँग गएन भने वर्किङ डेजमा चाहिँ 1,60,000 रुपियाँ चाहिँ सेरोफेरो गरेर तलमाथि नगरिकन चाहिँ त्यति या लिगल्ली कमाउन मिल्दो रहेछ, होइन? या या अनि तपाईँको त्यही हो। तपाईँले यस्तो गर्न सक्नुहुन्छ 80 इन्टु 11.44 जुन अहिले पे रेट छ, अथवा तपाईँले 80 इन्टु 12.21 गर्नुहोस् होइन। अनि इजिकल टु जति आउँछ त्यो तपाईँको मन्थलीमा तपाईँले महिनामा कमाउँछ। त्यसमा तपाईँको रुम रेन्टहरू हुन्छ, लिभिङ कस्टहरू हुन्छ होइन। अनि त्यसपछि तपाईँको गएर ट्राभलिङ हुन्छ। अनि त्यसपछि तपाईँले फिसको लागि जुटाउनु छ। सो अलिकति हार्ड हुन्छ एज अ सिङ्गल कम्पेयर टु डिपेन्डेन्ट होइन। र डिपेन्डेन्ट भयो भने चाहिँ तपाईँलाई त्यति खासै गाह्रो हुँदैन। 1,60,000 रुपियाँ एकजना मात्र जाँदाखेरि उसको महिनाको लिगल्ली कमाइ छ। र या सेरो यसलाई बढाएर हामीले 2 लाख रुपियाँ बनाइदिउँ भने या उसले त्यो अब एक्सपेन्सेसको कुराकानी गर्छौँ हामीहरू होइन, 2 लाख रुपियाँ एक महिनाको, फेरि पनि लिगल्ली कुराकानी गर्दैछौँ, अरू दायाँ बायाँ ओके क्यासका कुराकानीहरू या हामीसँग या त्यो अहिले गर्न मिलेन होइन, अहिले गर्न ओके मिलेन या फेरि मलाई जे हुन्छ। या अनि उसले एक्ज्याक्टली 2 लाख रुपियाँ महिनाको कमाएर त्यसमध्ये आफ्नो रुम रेन्ट कति पे गर्छ, फेरि रुम रेन्ट पनि डिपेन्ड गर्ला कतिजना बस्ने, एभरेजमा हामी कुराकानी गरौँ होइन। या उसको या रुम रेन्टको कति खर्च हुन्छ, उसको खानाको कति खर्च हुन्छ, उसको ट्राभलिङको कति खर्च हुन्छ। अब कलेजको फी त इट डिपेन्ड्स अन कलेज, तपाईँले पहिले नै भनिसक्नुभयो होइन। या सो द्याट मिन्स या इन्कमको बेसिसमा खर्चहरू के कस्तो छन् त, लिभिङ कस्टहरू के कस्तो छ, त्यसको बारेमा चाहिँ थोरै कुराकानी गरौँ प्रकाश सर। लिभिङ कस्टको कुरा गर्दाखेरि नर्मली तपाईँको रुम रेन्ट एज अ सिङ्गल होइन, सुरुमा आउँदाखेरि हामी कहिलेकाहीँ हाईमा जान्छन् कोही कोही होइन। तर एज अ सिङ्गल तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ, सिम्पली 300
पाउन्ड तपाईँले मान्नुहोस् होइन, सिङ्गलको लागि। म बसेको एरिया, सो लन्डनमा चाहिँ अलिकति महँगो छ। आउटसाइड लन्डन तपाईँले हेर्छ भने 300, इफ तपाईँले दुईजना साथी मिलेर बस्नुहुन्छ भने अझै फाइदा छ। लाइक तपाईँले 500को रुम पाउनुभयो, दुईजना साथीले 250 भाग गरेर चाहिँ पाउन्डमा चाहिँ तपाईँले डिभाइड गरेर बस्न सक्नुहुन्छ। सो इट डिपेन्ड्स अन द डिफ्रेन्ट सिटिज होइन, तपाईँ कुन सिटिजमा बस्नुहुन्छ। सो सिटी अनुसार तपाईँको फरक पर्न जान्छ। सो मान्नुहोस् एभरेजमा 300 तपाईँले लिनुहोस् पाउन्ड तपाईँको रुम रेन्ट, लाइक 50,000 तपाईँको नेपाली रुपिजमा गयो। अब खानामा चाहिँ कति खासै खर्च छैन यहाँ, सबभन्दा सस्तो भनेको खानामा छ होइन। कम्पेयर गर्नु छ भने अभियसली महँगो हुन्छ, तर तपाईँले चाहिँ खाना यहाँ सब सस्तो लाग्छ मलाई होइन। सो तपाईँले खानाको लागि खासै खर्च चाहिँ जाँदैन त्यहाँ होइन। लगभग मानौँ मन्थली तपाईँले 100 to 150 पाउन्ड। अब अब कम्बाइनमा बस्नुहुन्छ भने है त्यो पनि अझै सजिलो हुन्छ। साथीभाइसँग बस्नुहुन्छ भने डिभाइड गरेर होइन। अब कसैले चाहिँ रेस्टुरेन्टहरूमा काम गर्छ भने त्यहीँ तपाईँले खान सक्नुहुन्छ सबै कुराहरू होइन। लगभग नाइटको खाना चाहिँ त्यहीँ हुन्छ, डेमा जानुहुन्छ काममा। ओके, सो यो पार्ट छुट्टै भयो। ट्राभलिङमा तपाईँको अहिले 2.50 समथिङ छ। मेरो यहाँ चाहिँ 2 पाउन्ड नै छ अहिले तपाईँको वान वान वेको ट्रिप होइन। तपाईँ जहाँ पनि जान्छ बसमा ट्याप गर्नुहुन्छ 2 पाउन्ड तपाईँले पे गर्नै पर्छ। सो आउटसाइड मेरो सिटी होइन सबै ठाउँमा चाहिँ यो बस फेयर चाहिँ बढेको छ, बट मेरो सिटीमा चाहिँ अहिले बढेको छैन। सो त्यही भएर मैले सबै कुराहरू हेरेर म यहाँ बसिरहेको छु। सो मेरो यहाँ चाहिँ अलिकति लिभिङ एक्सपेन्सेस कम छ कम्पेयर टु अदर सिटिज लाइक लन्डन, बर्मिङगम, म्यान्चेस्टर, यिनी कुरामा चाहिँ अलिकति महँगो हुन्छ। सो मेरो कम्पेयरमा हेर्दाखेरि तपाईँको यहाँ 300 तपाईँले इफ रुम रेन्ट पे गर्नुभयो भने त्यसमा मानिलिनुहोस् तपाईँले 200 चाहिँ तपाईँले बाँकी एक्सपेन्सेस युज गर्नुभयो होइन। 500 चाहिँ तपाईँले यहाँ खर्च गर्नुहुन्छ भने बाँकी चाहिँ तपाईँको सेभिङ भनौँ न, तपाईँसँग हातमा पैसा रहन्छ। ओके, द्याट मिन्स हामीले 2 लाख रुपियाँको कमाइ भने 50,000 रुपियाँ सजिलो बनाउँदैछु है त मैले या क्यालकुलेसनलाई। या पचास एटी हजार थाउजन्ड टु रुपियाँ 90,000 तपाईँले चाहिँ एक्सपेन्सेस गर्नुभयो भने बाँकी तपाईँको पैसा ओके, तपाईँको हातमा रहन्छ। द्याट मिन्स सेरोफेरो 1 लाखदेखि लिएर 1,20,000 रुपियाँसम्म चाहिँ या इन्डिभिजुअल आउने मान्छेले त्यति बचाउन सक्छ। या बचाउन त के भनौँ, अब कलेजको फीहरूको या लागि चाहिँ राख्न सक्छ या होइन। एक्ज्याक्टली या। द्याट मिन्स डिपेन्डेन्ट जाँदाखेरि चाहिँ डिपेन्डेन्टको पैसा चाहिँ नेट सेभिङको रूपमा चाहिँ राख्न सकिँदो रहेछ मास्टर्समा होइन। ए मजाले मजाले डिपेन्डेन्ट भयो भने चाहिँ तपाईँले डिपेन्डेन्टलाई चाहिँ कुनै गाह्रो हुँदैन। डिपेन्डेन्टले चाहिँ फुल टाइम काम गर्छ तपाईँको। अब त्यति बेला चाहिँ तपाईँले खासै अलिकति आफ्नो एक्सपेन्सेस रिड्युस पनि गर्नुभयो, तपाईँले कमाएको पैसा चाहिँ मजाले तपाईँले एक्सपेन्सेस गर्न सक्नुहुन्छ होइन। किनकि डिपेन्डेन्टको फुल एमाउन्ट चाहिँ तपाईँले फी अथवा तपाईँ जे पनि खर्च छ त्यसलाई चाहिँ तपाईँले एज ए युज गर्न सक्नुहुन्छ। तपाईँको पैसा चाहिँ सबै एक्सपेन्सेस यहाँको लिभिङ एक्सपेन्सेस दुईजनाको लिभिङ एक्सपेन्सेस यताउति गर्दाखेरि तपाईँको पैसा चाहिँ त्यसैमै जान्छ एज अ ओके, स्टुडेन्ट। द्याट्स ग्रेट। र अबको प्रश्न रहेको छ, स्टुडेन्टहरूले केमा चाहिँ कामहरू गर्न पाउँछ र केमा काम गर्न पाउँदैन, जस्तै त्यो लिमिटेसन्सहरू राखेको छ कि छैन छोटकरीमा एकदमै। एज अ स्टुडेन्ट तपाईँ चाहिँ यहाँ कुनै पनि स्पोर्ट्स पर्सन भएर तपाईँ उ गर्न पाउन्न। जहाँ लिगली तपाईँले स्पोर्ट्स पर्सन केही कतै क्रिकेट, म क्रिकेट खेल्छु तर म एज अ पेड गर्दैन होइन, म अनपेड क्रिकेट खेल्छु। सो तपाईँले अनपेड गेम्सहरू खेल्न सक्नुहुन्छ। सो तपाईँले एज अ लिगली तपाईँले स्पोर्ट्स पर्सन हुन सक्नुहुन्न। तपाईँ कुनै पनि पब्लिक फन्ड जस्तै गभर्मेन्टबाट आउने कुनै फन्डहरू यहाँको सिटिजनले पाउँछ त्यो तपाईँले लिन सक्नुहुन्न। बाँकी नर्मल तपाईँलाई कुनै पनि त्यस्तो रेस्ट्रिक्सन छैन कामको लागि। क्यासलाई नभनौँ, म लिगली तपाईँ काम जेमा पनि गर्न सक्नुहुन्छ। तपाईँ एज अ क्यापेबल हुनुहुन्छ त्यो कामको लागि भने तपाईँले लिगली जेमा पनि काम गर्न सक्नुहुन्छ। म मानौ अबको 1 महिनापछि युके आउँदैछु, विथ डिपेन्डेन्ट अरू विदाउट डिपेन्डेन्ट भने मैले स्टार्टिङमा काम कसरी खोज्छु, काम कहाँबाट पाउँछु, मैले के गर्नुपर्ने हुन्छ कामको लागि। या त्यो कुरा चाहिँ अलिकति टफ नै छ यो कन्ट्रीमा होइन। यो कन्ट्री भन्दैन, म जुन पनि तपाईँ कन्ट्रीमा जानु फर्स्ट थिङ इज लाइक एकोमोडेसन पाउन टफ हुन्छ। ओके, एकोमोडेसन पाइसकेपछि तपाईँलाई कम पाउन टफ हुन्छ। सो कमको लागि चाहिँ तपाईँले डिफ्रेन्ट अनलाइन वेबसाइट्सहरू हुन्छ, इन्डिड हुन्छ होइन, त्यसपछि टोटल जब्स हुन्छ, डिफ्रेन्ट वेबसाइट छ होइन जहाँ चाहिँ तपाईँले जब एप्लाई गर्न सक्नुहुन्छ। फर्स्ट थिङ इज लाइक यु हेभ टु क्रिएट योर ओन प्रोफेसनल सिभी बनाउनु पर्छ आफ्नो होइन। जुन ओके, कामको लागि तपाईँ एप्लाई गर्दै हुनुहुन्छ त्यही कामको तपाईँले चाहिँ सिभी हुनुपर्ने हुन्छ। सो सिभी चाहिँ तपाईँले जुन काम गर्दै हुन्छ त्यो कामको सिभी बनाउनुहोस्। त्यसपछि चाहिँ तपाईँले त्यसलाई इन्डिडमा गएर एप्लाई गर्नुहोस्। इन्डिडमा एप्लाई गरिसकेपछि त्यहाँबाट तपाईँको रिजेक्सन आउँछ।
अभियस थिङ रिजेक्सन आउँछ। रिजेक्सन पछि कुनै न कुनै ठाउँमा चाहिँ तपाईँको एपोइन्ट हुनसक्छ। र डिफ्रेन्टली तपाईँले फेसबुकहरूमा चाहिँ जब्सहरू हेर्न सक्नुहुन्छ। सो धेरै यहाँ स्क्याम पनि हुन्छ जबको लागि होइन। तपाईँलाई जब भनेर यति पैसा पे गर भन्छ, यताउति भन्छ। सो तिनी सब गर्ने होइन, त्यो पे गर्ने भने तपाईँको पैसा गयो। सो बेटर थिङ ट्वाइस होइन केही गर्नु अगाडि। सो कसैलाई पनि फर ह्यान्ड पैसा दिनु हुँदैन। सो यस्तै गरेर तपाईँले जबहरू सर्च गर्न सक्नुहुन्छ, अथवा डोर टु डोर गएर तपाईँले रेस्टुरेन्ट्सहरूमा जान सक्नुहुन्छ, अथवा डिफ्रेन्ट सप्सहरूमा जान सक्नुहुन्छ। भन्नुहोस् मलाई जब चाहिएको छ भनेर चाहिँ आफ्नो सिभीहरू ह्यान्डओभर गरेर आउनुहोस्, आफ्नो डिटेल्सहरू दिएर आउनुहोस्। सो यो तरिकाले चाहिँ जब सर्च गर्न सकिन्छ, हन्टिङ गर्न सकिन्छ जस्तै यहाँ चाहिँ। पाँचवटा पोइन्टमा चाहिँ जस्तै 1 2 3 4 5 गर्ने भने जब कसरी कसरी खोज्ने? नम्बर 1 पोइन्ट तपाईँले सिभी बनाएर इन्डिड, अनि कुन वेबसाइट कुन प्लेटफर्म भन्नुभयो? इन्डिड, टोटल जब्स, डिफ्रेन्ट वेबसाइट छ। युकेआइसीको ओके डिफ्रेन्ट वेबसाइट पाउनुहुन्छ होइन, ओके, त्यो त्यो खोज्न वेबसाइटमा सकिन्छ, तपाईँले एप्लाई गर्न गर्ने नम्बर सकिन्छ। 1। नम्बर दोस्रो सेकेन्ड, चाहिँ फेसबुक ग्रुप्स। या यु क्यान गो फर इट, या बट बी ओके अवेर अफ इट है। ओके, या गट इट। नम्बर थर्ड, डोर टु डोर। या डोर टु डोर या अनि अरू? यति नै तपाईँ गर्न सक्नुहुन्छ। अरू त ओके अब तपाईँको कुनै लिङ्क छ, रेफरेन्सहरू युज गर्न सक्नुहुन्छ। तपाईँको कुनै पहिले आएको साथीहरू हुनुहुन्छ, अथवा कोही आफ्नो दाइ भाउजू जो पनि हुनुहुन्छ, आफ्नो फ्यामिली मेम्बर, फ्रेन्ड्स जो पनि हुन्छ, रिलेटिभ्सबाट तपाईँ रेफरेन्सबाट जान सक्नुहुन्छ। द्याट्स ग्रेट। हामीसँग समय पनि कम छ र अन्तिम अन्तिम प्रश्नमा छौँ। अब हामी पिएसडब्ल्यू तर्फ लाग्छौँ। 1 वर्षको Yeah. मास्टरपछि कतिको पिएसडब्ल्यू पाउँछ र 2 वर्षको मास्टरपछि कति पिएसडब्ल्यू पाउँछ, त्यसको प्रोसेस के रहेको छ, छोटकरीमा बताइदिनु होला प्रकाश सर। पिएचडब्ल्यू इज सिम्पल। तपाईँ 2 इयर्स गर्नुहोस् या 1 इयर्स मास्टर्स गर्नुहोस्, तपाईँले पाउने 3 इयर्स अथवा 3 इयर्स ब्याचलर नै गर्नुहोस्, तपाईँले पाउने भनेको 2 इयर्सको पिएचडब्ल्यू हो, जुन तपाईँलाई पोस्ट स्टडी वर्क भिजा भनेर भनिन्छ। र तपाईँले पिएचडी गर्नुहुन्छ भने तपाईँले 3 इयर्सको पिएचडब्ल्यू पाउनुहुन्छ, पोस्ट स्टडी वर्क भिजा। सो यो हो तपाईँको क्राइटेरिया। र त्यसको लागि तपाईँ चाहिँ पहिला युनिभर्सिटी कम्प्लिट गर्नुपर्ने हुन्छ, मास्टर्स तपाईँले पास हुनुपर्ने हुन्छ, फेल होइन, पास हुनुपर्ने हुन्छ। त्यसपछि मात्रै तपाईँलाई युनिभर्सिटीले तपाईँलाई मेल गर्छ कि युआर एलिजिबल फर यो ग्रेजुएट भिजा, वी हेभ इन्फर्म द होम अफिस, यहाँको जुन होम अफिस छ युकेभिआई, त्यसलाई चाहिँ इन्फर्म गरिदिन्छ। अनि त्यसपछि हामीले यहाँबाट अनलाइन एप्लाई गर्नुपर्ने हुन्छ। अनलाइन एप्लाई गरेपछि त्यसपछि तपाईँको भिजा ग्रान्ट भएर आउँछ पिएचडब्ल्यू। ल 2 इयर्स तपाईँले यहाँ बस्न पाउनुहुन्छ। त्यसपछिको इच्छा तपाईँको हो, 2 इयर्समै तपाईँले केही हन्ट गरेर कतै तपाईँले जान चाहनुहुन्छ, स्पोन्सरहरू यताउति, सो त्यो तपाईँको इच्छा हुन्छ। त नर्मली 2 इयर्स चाहिँ तपाईँले बस्न पाउनुहुन्छ लिगली। ओके, द्याट मिन्स 2 इयर्समा चाहिँ तपाईँले सके जतिको काम गर्न सक्नुभयो। या एक्ज्याक्टली 2 इयर्स चाहिँ तपाईँले बेसिकली पोस्ट स्टडी वर्क भनेको तपाईँको स्टडी जुन फिल्डमा छ होइन, त्यसमा ओके गर्नलाई भन्छ। सो डिपेन्ड गर्छ, तपाईँले आफ्नो स्टडी बेस्डको जब पाउनुभयो भने त्यसैमा काम गर्नुहोस्, पाउनु भएन भने तपाईँले अरू काम पनि गर्न पाउँछ, एज लङ नाउ अहिलेको लागि चाहिँ त्यो ल छ होइन। इफ यहाँ युकेमा भन्न सकिने, युकेमा हरेकचोटि वर्षको 2-3 चोटि ल चेन्जेस हुन्छ। सो इफ ल चेन्जेस केही लिएर आयो, अथवा अहिले म सुनिरहेको छु तपाईँले पढेको बेस स्टडीमा चाहिँ तपाईँले जब खोज्नुपर्छ, नत्र तपाईँले पिएचडब्ल्यू एप्लाई गर्न पाउनुहुन्न भन्ने कुरा छ। सो अब त्यो थाहा छैन कतिको ट्रु हो कतिको फल्स हो भन्ने कुरा। ओके, द्याट्स ग्रेट। सो हामीले लगभग लगभग खर्चदेखि लिएर जानीदेखि लिएर हरेक पाटोलाई चाहिँ छोपिसकेका छौँ। Yeah, प्रकाश सर, कुनै पनि व्यक्ति युके आउन चाहन्छ र अब उसले सुरुमै जाने भनेको ठाउँ कन्सल्टेन्सी हो। yeah, कन्सल्टेन्सी जाँदाखेरि सबैले आफ्नो फाइदाको तरिकाले कुराकानीहरू गरिरहेका हुन्छन् भने yeah. तपाईँ युकेमै बसिरहेको मान्छे र नेपाली दाजुभाइ भइसकेपछि तपाईँले कुनै पनि व्यक्ति, जस्तै आज एउटा मान्छे, म जस्तो मान्छे विथ Mm, डिपेन्डेन्ट अथवा विदाउट डिपेन्डेन्ट युके आउन खोज्दैछ, तर अझै केही डिटेलमा कुराकानी बुझ्न खोज्दैछ, तपाईँसँग कन्सल्ट गर्न खोज्दैछ भने के mm. तपाईँले उहाँलाई समय दिन सक्नुहुन्छ, केही कुराकानीहरू बताउन सक्नुहुन्छ, र कुन माध्यमबाट उहाँले तपाईँसँग कनेक्ट हुन सक्नुहुन्छ होला? या अभियसली म हेल्प गर्न एकदम रेडी हुन्छु होइन। म पहिला सुरुमै आउँदादेखि नै म अलिकति, म फेरि रिसर्च बेस्ड छु होइन। म यहाँ आउने अगाडि पनि म धेरै कुरा रिसर्च गरेरै आएको। अनि म यो सिटी, मान्छेहरूलाई धेरै साथीहरूले त छोडेर जानुपर्छ यो सिटी, त मैले चाहिँ अहिलेसम्म छोडेको छैन। बिकज एज लङ एज लाइक मलाई यो सिटी ठिक लागिरहेको छैन। मलाई सो अफको लागि चाहिँ होइन, मलाई जुन खर्चहरू लाइक लिभिङ एक्सपेन्सेसदेखि लिएर सबै कुरा मलाई यो सिटी ठिक लागेको छ, त्यही भएर चाहिँ मैले यो सिटी चुज गरेँ होइन। अनि बाँकी मैले त्यही तरिकाले म सबैलाई भन्ने गर्छु। अनि मलाई चाहिँ कनेक्ट गर्नुहुन्छ धेरैले, फेसबुकमा कुराकानी हुन्छ मेरो 2-3 जना। अहिले चाहिँ म हाल अलिकति म त्यो फिल्डमा चाहिँ गएको छैन, तर अभियसली कसैलाई जेन्युन हेल्प चाहिएको छ, के कुराहरू सोध्नु पर्ने छ भने मलाई फेसबुकमा पनि मेरो एक प्रकाश सुवेदी नाममै मेरो प्रोफाइल छ होइन। अनि अथवा इन्स्टाग्राममा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ, टिकटक पनि छ होइन, बाँकी वाट्सएप पनि छ। सो एज लङ एज लाइक
मलाई जसरी जुन माध्यमबाट पनि तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ र तपाईँको क्वेरिज जहाँसम्म मैले जाने अनुसार मैले तपाईँलाई हेल्प गर्न सक्छु। सो म फेरि पनि भन्न चाहन्छु, जति पनि म कुरा भने त्यो मेरो आफ्नो नलेजबाट कुरा भनेको छु, म कुनै पनि लाइक क्वालिफाइड एजेन्ट अथवा केही पनि होइन। सो कहीँ कतै केही भुल पनि हुनसक्छ, सो त्यसमा लाइक आइएम सरी होइन। त मैले जुन जानेको कुरा चाहिँ मेरो आफ्नो पर्सनल 2 इयर्सको एक्सपिरियन्स थियो, त्यो बेसमा चाहिँ मैले तपाईँलाई हरेक आन्सरहरू दिएको छु। ओके, द्याट्स ग्रेट। सो प्रकाश सुवेदी सरले आफ्नो पर्सनल लाइफका भोगाइहरू, आफूले उम्, बुझेका र सिकेका कुराकानीहरू तपाईँ हाम्रो माझमा सेयर गर्नुभएको छ। र उम्, कसैलाई पनि प्रकाश सुवेदी सरसँग पर्सनली कनेक्टेड भएर कसरी गर्ने, के गर्ने, प्रोसेस कहाँदेखि सुरुवात गर्ने, अथवा प्रकाश सर 2 वर्ष युके भइसकेपछि उहाँलाई इभन कुन कन्सल्टेन्सी ठिक छ, कुन कन्सल्टेन्सी ठिक छैन, अथवा कुन कन्सल्टेन्सीबाट एप्लाई गर्दा फेरि अलिकति सस्तोमा हुन्छ, त्यहाँ आइसकेपछि प्रकाश सरले कसरी सहयोग गर्न सक्नुहुन्छ, उहाँले विभिन्न कुराकानीहरू चाहिँ तपाईँ हामीलाई हेल्प गर्न सक्नुहुन्छ। सो प्रकाश सुवेदी सरको मैले डिस्क्रिप्सनमा वाट्सएप नम्बर, इन्स्टाग्राम आइडी र फेसबुकको आइडी राखिदिनेछु। जो कसैले पनि उहाँसँग जोडिन चाहनुहुन्छ र युके को बारेमा विथ डिपेन्डेन्ट, विदाउट डिपेन्डेन्ट, मास्टर्सको बारेमा बुझ्न चाहनुहुन्छ, उहाँले प्रकाश सरलाई कनेक्ट गर्न सक्नुहुन्छ। प्रकाश सर, लास्टमा छोटकरीमा केही भन्न चाहनुहुन्छ हाम्रो साथीहरूलाई युके सम्बन्धी? अभियसली युके आउनुहोस्। युके त्यस्तो पनि नराम्रो छैन जुन मार्केटमा बाहिर हल्ला हुन्छ। सो युकेमा आएर अलिकति स्ट्रगल त गर्नै पर्छ जहाँ पनि गए पनि। सो त्यही स्ट्रगल युकेमा गर्नुहोस्, युके पनि राम्रो छ होइन। एज कम्पेयर टु लाइक पैसामा हेर्नुहुन्छ भने सबैभन्दा धेरै रेट पाउन्डको नै छ। सो डलरको धेरै रेट भन्छन्, तर डलर स्ट्रङ छ, बट कम्पेयर टु रेट पाउन्ड स्ट्रङ छ। सो तपाईँ आउनुहोस्, आएर गरौँ। मैले गर्न सक्छु भने तपाईँले पनि गर्न सक्नुहुन्छ। पढ्नलाई एकदमै राम्रो, तपाईँ स्टुडेन्ट हुनुहुन्छ, तपाईँलाई राम्रो डिग्री चाहिएको छ भने अभियसली युकेको डिग्री इज वान अफ द टप डिग्री हो होइन। सो डिग्री लिनुहोस्, पढ्नुहोस्, बाँकी आफ्नो जुन कुराहरू छ आफ्नो लाइफ इन्जोय गर्नुहोस्। यहाँ आएर पनि इन्जोय गर्न सकिन्छ मजाले होइन। सो त्यही हो। इफ आउन चाहन्छ भने तपाईँले केही कुरा क्वेरिजहरू छ भने मलाई सोध्न सक्नुहुन्छ। सो थ्याङ्क यू सो मच प्रकाश सर, एन्ड थ्याङ्क यू सो मच फर वाचिङ। अर्को भिडियोमा तपाईँले जुन कन्ट्रीको भन्नुहुन्छ त्यही कन्ट्रीको हामीले इन्फर्मेसन लिएर आउनेवाला छौँ। त्यतिन्जेलसम्मको लागि यस च्यानललाई लाइक, सेयर अनि जोसँग जाने सेयर गर्नुहोस् र सब्सक्राइब गर्नु नभुल्नु होला। थ्याङ्क यू सो मच प्रकाश सर, एन्ड थ्याङ्क यू सो मच अल अफ यु गाइज। थ्याङ्क यू सो मच। सी यू सुन, बाई।